आज चाहिँ सामा गाउँको पुराना गाउँ डुल्दै हिँडेको हामीहरू। माथि चाहिँ होटल रहेछ। यहाँ चाहिँ गाउँ पुरानो रहेछ है, रमाइलो रहेछ यार। जस यहाँतिर यसो आज चाहिँ यता आज हाम्रो रेस्ट डेमा चाहिँ यता एक्सप्लोर गरौँ भनेर निस्केको हामीहरू चाहिँ। खैरेहरू चाहिँ गइसक्यो अघि नै, उनीहरू आफै घुम्नु लाग्यो। छ है यहाँ पनि यार। सो आज चाहिँ यता हाम्रो रेस्ट डेमा यसो घुम्न आएको, एक्सप्लोर गर्न आएको यहाँ सामा गाउँ चाहिँ यसो गरेर चाहिँ मनासलुको पुरानो गुम्बा रहेछ। यो पुराना गाउँभित्र भएको गुम्बा साइडमा यस्तो छ, यहाँ पनि छ। तल चाहिँ गाउँ यस्तो सबै ढुङ्गाको। पहिला पहिला यो हेला मोमा पनि यस्तै हुन्थ्यो हाम्रो गाउँहरूमा पनि। हाम्रो गाउँमा पनि यस्तै यस्तै गर्थ्यो। भूकम्पमा चाहिँ सबै भत्केर चाहिँ अहिले चाहिँ छैन, त्यस्तो प्रायः देखिँदैन। यो चाहिँ माउन्ट मनासलु एट हाइएस्ट माउन्टेन है, 1156 मिटर्स। अहिले हल्का बादलले छोपेको छ। सो बेस क्याम्प चाहिँ यहाँ पर्दो रहेछ। हिजो हामी यहाँ गएर आएको मनासलु बेस क्याम्प चाहिँ। अनि यहाँ गुम्बाको पछाडि चाहिँ यस्तो रहेछ। यो पछाडि पनि गाउँहरू रहेछ, घरहरू टन्नै रहेछ। माथि यसो हिमालहरू। यो चाहिँ हल्का जुम गरेर दामी छ यार यो गाउँ। सामा गाउँ, ब्युटिफुल सामा गाउँ, यस्तो राम्रो छ। I like this village, man. I really like this village. हेर यस्तो छ। हेर बजार ग्रुप में बजार ग्रुप में